नमस्कार, यहाँ सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज म हजुरहरूलाई यस भिडियो मार्फत एउटा बुबा आमाले आफ्नो छोरीलाई बिदाई गर्दै गर्दा या भनौँ आफ्नो मुटुको टुक्रालाई कसैलाई सुम्पिँदै गर्दा उसको मनमा के बितिरहेको हुन्छ भन्ने त्यो मनको भावलाई यहाँहरू समक्ष मैले शब्दमा व्यतीत गर्न कोसिस गरिरहेको छु। यो भिडियो या भनौँ यो मैले समावेश गरेका त्यो बुबा आमाका मनको भावहरू यहाँहरूलाई कस्तो लाग्यो कमेन्ट बक्समा गएर सल्लाह सुझाव अनि प्रतिक्रिया दिन भने नबिर्सनुहोला भन्दै यो मेरो लेखेको लेखन सुरुवात गर्ने अनुमति चाहन्छु। प्रिय छोरी काली, 2 शब्दको न्यानो नामबाट आज तिमी 3 शब्दको पहिचानतिर हिँड्दैछौ। जसरी छोरीबाट बुहारी भन्ने बाटोमा सम्बन्धका शब्दहरू बढे, त्यसै गरी जीवनका जिम्मेवारीहरू पनि बिस्तारै थपिँदै जान्छन्। आमा बुबाको मायालु काखमा हुर्किएको तिमी आँसु र मुस्कानले सिन्चेका बाल्यकाल आज सम्झनाको पोल्टोमा राखेर तिमी पराई घटेर पाइला चाल्दैछौ। अब त तिमी हाम्रो घरको सदस्यबाट पनि पाहुना बन्दैछौ छोरी। तिमी आउँदा दिनहरूमा जन्मघर फर्कदा पनि माइती घर जाने हो भन्दै पाहुना भनेर आउनेछौ। तर सम्झनु छोरी, घर मात्र फेरिन्छ, तर तिमी भित्रको माया, मोह र पहिचान कहिल्यै फेरिँदैन छोरी। जहाँ जाऊ आमा बुबाको माया तिमीसँगै हुनेछ र हाम्रो आशीर्वाद सधैँ तिम्रो बाटोमा उज्यालो बनाउनेछ छोरी। नयाँ संसारमा आफ्नो सुगन्ध छँदै 2 घर जोड्ने दूत बन ल र सबैको लागि आफ्नो पहिचान खोज। 2 शब्दको छोरी पश्चात 3 शब्दको बुहारी हुनुपर्छ। 2 शब्दको छोरी पश्चात 3 शब्दको बुहारी हुनुपर्छ। शब्दजय सम्बन्ध बढाउन सक्ने जिम्मेवारी हुनुपर्छ। यो काम गर न त काली छोरी भन्दा रिसले ठुस्स पर्थ्यो। यो काम गर न त काली छोरी भन्दा रिसले ठुस्स पर्थ्यो। अब त अनेकौँ अभावहरू माझ पनि बुझकारी हुनुपर्छ। शब्दजय सम्बन्ध बढाउन सक्ने जिम्मेवारी हुनुपर्छ। सानो सानो कुराहरूमा पनि साह्रै चित्त दुखाउने तिमी, सानो सानो कुराहरूमा पनि साह्रै चित्त दुखाउने तिमी आफ्नो दुःख पीडाहरू लुकाई सुखको छहारी हुनुपर्छ। अब त अनेकौँ अभावहरू माझ पनि बुझकारी हुनुपर्छ। जसरी तिमी हाम्रो जीवनमा आउँदा सबैको खास थियौ, जसरी तिमी हाम्रो जीवनमा आउँदा सबैको खास थियौ, त्यसै गरी त्यो घरमा सबैको लागि सबैको प्यारी हुनुपर्छ। 2 शब्दको छोरी पश्चात 3 शब्दको बुहारी हुनुपर्छ। शब्दजै सम्बन्ध बढाउन सक्ने जिम्मेवारी हुनुपर्छ। हस्त, धन्यवाद।